ल अब हामी चाहिँ यता पञ्चकोटतिर बागलुङ 2 दिनको भ्रमणमा आज चाहिँ यता बागलुङ बजारमा बास बसेर आज चाहिँ यता पञ्चकोटतिर आएको। पञ्चकोट डाँडामा एकदम राम्रो छ। यता पारितिर एकदम दामी हिमालहरू दामी रहेछ। एकदम बिहानको सिन हेर्न चाहिँ एकदम राम्रो छ यता। अब चाहिँ हामी अलिक माथि डाँडामा शिवजीको उसमा जाँदैछौँ है। अब माथि शिवजीको उसमा जान्छौँ। त्यहाँदेखि फेरि यता चाहिँ यस्तो दूरबीन पनि हुँदो रहेछ। दूरबीन पनि ल्यायो भने एकदम दामी सिन देख्दो रहेछ। एकचोटि यसो दूरबीनले पनि हेर्नु पर्यो। यहाँ डाँडामा आएर एकचोटि यसो दूरबीनले हेऱ्यो भने एकदम ए बाबरे यहीँ देखेछ है। यसो छुँदाखेरि छुइन्छ कि जस्तो। हजुर यता पनि हामी त यहाँ अब यहाँ चाहिँ एकदम ठुलो शिवजीको मन्दिर रहेछ। यहाँ चाहिँ शिवजी यता चाहिँ हाम्रो सबै साथीहरू है यता ल यता हेर त ऊ दूरबीन यता हिमालतिर हेर त। यो घाँटी मड्काउ घाँटीमा यसो घाँटी मड्काउने यसो घाँटी मड्काएर हेर्ने सबैले जसले हेरे पनि। ल यता चाहिँ आहा कति राम्रो त्यो फुलबारीहरू क्या। कति राम्रो फुलबारीहरू रहेछ यता। ल यता पिङ खेल्ने पनि रहेछ। पिङ खेल्ने यता शिवजीको मन्दिर शिवजीको मूर्ति हनुमान आइछ। ओहो यो त हनुमान पो आइछ। हनुमान यहाँ यत्रो ठुलो घन्टी छ। यता हिमाल त एकदम कति राम्रो देखाएको छ यता हिमाल। यहाँ मन्दिर यहाँ घोडा पनि रहेछ यहाँ त। यता ओहो हेर्नु त कति राम्रो। अझै त्यहाँ माथि पनि जाने होला नि हेर्नु त। त्यहाँ माथि पनि होला यहाँ पिङ खेल्ने यस्तो। है यता चाहिँ अब पञ्चकोटमा यसो हिमालहरू यता कति राम्रो सिन छ कि बिहानको। अब यहाँ चाहिँ हनुमानजी यता पार्कको रहेछ यता मस्त फुलबारीहरू पनि। ल हाम्रो ग्रुप चाहिँ यता फोटो खिच्नेमा व्यस्त है। ए हिमाल त कति हो कति राम्रो। अझै भिडियो चाहिँ नरेशले गर्दैछ है। नरेशले एकदम भिडियो क्यामेराम्यान नरेश एकदम दामी भिडियो गर्दैछ है। यता चाहिँ त्यो तल सिन आहा कति रमाइलो हो। तल फात कति दामी हो फात लगे हेर्न तल कति फात हो कति राम्रो हो। आहा यो मन्दिर पनि कति रहेछ बाबरे 1 ताले 2 ताले 3 ताले 4 ताले 5 ताले। पञ्चकोट भनेको त्यही भएर हो क्या 5 ताले हो। यता ऊ पारि पनि जङ्गलहरू कति राम्रो। आहा यता छ खै दूरबीन ल्याए त भाइ ल्या त। आहा यो दूरबीन हेर्दा झन् कति राम्रो देख्छ। त्यताहरू घुमाएको रहेछ। ल भयो तिमीले हेर ल उसो दाङमादाङले हिमालको ल यता पनि है रमाइलो फुलबारी यहाँ कति रमाइलो। अब त्यहाँ पिङ खेल्न पनि जानुपर्छ है। ल पिङ खेल्न जाऊँ त अब। पिङ खेल्न कस्तो हो यस्तो पिङ खेल्न जानु पर्यो। त्यहाँ माथि डाँडामा पनि जानु पर्यो अहिले। त्यहाँ माथि डाँडामा जानु पर्यो।
एकचोटि यहाँ पिङ खेल्नु पर्यो कस्तो हुन्छ खै बाबु पिङ खेलौँ त एकछिन ल पिङ खेल्छु है ल नै खै कसो हो आहा पिङ आएर चाहिँ कलाब त थोरै हो नि त बिस्किँदै गएको छ फेरि ल ल हजुर ए 100 रुपियाँ हो होइन हामी भिडियो बनाएको मात्रै हो ल ल ल यस्तो पिङ खेलेर चाहिँ अब 100 रुपियाँ पाएको लाग्दो रहेछ साथीहरू अब अहिले चाहिँ भयो भिडियो अब सिन आहा बागलुङ बजार त्यहाँ हामी तल बसेको त्यहाँ गाडी पार्किङ छ अब उता माथि जाऊँ त फोन गरेर एकछिन ल ल भिडियो सुरु गरौँ है ल ल यता पनि कति राम्रो छ रमाइलो छ कताबाट जाने यताबाट है भित्रबाट उताबाट गइरहेछ यता चाहिँ ए हो पार्ला गाउँ माल वर्ष म्याग्दी बस्छ क्या म्याग्दी आलु छ माथि जान्न है माथि एकचोटि माथि गएर आउने क्या एकचोटि माथि पुगौँ न अन्त यता माथिको सिन कस्तो हुँदो रहेछ यसो हेरौँ एकचोटि है यहाँबाट एकचोटि यसो सिन हेर्न जाऊँ ओहो यहाँ त यस्तो भएको छ यहाँ चाहिँ भवन बनाउँदै रहेछ ओहो यसको लागि चाहिँ यहाँ चाहिँ गर्दै रहेछ अझै व्यवस्थित बनाउँदै रहेछ यहाँ भवनहरू बनाउँदै अझै प्रति के आकर्षक चाहिँ अझै बढाउँदैछ यहाँ आहा यो त झन् राम्रो बनाएको छ यहाँ त के यस्तो आहा कति राम्रो बनाएको अझै आकर्षित बनाउँदैछ आकर्षक बनाउँदै रहेछ अझै ओहो यहाँ के यस्तो कति राम्रो बनाउँछ यहाँ यता माता चाहिँ कस्तो देख्छ होला ल त्यो चाहिँ बागलुङ बजार उताबाट घामले गर्दाखेरि अलिक राम्रो त्यति राम्रो देखाएको छैन यता चाहिँ बागलुङमा त्यहाँ देख्यो भने गएपछि फेरि हामी यो पर्वतको कुस्मातिर जाने हो अलिक बिहान आएको भए धेरै राम्रो देखिँदो रहेछ सनराइज हो के रे तिम्रो नउठेको पनि हामी उठेको भङ्कल ल जाने अब कालिका जाने अब त्यहाँदेखि फेरि उसमा जाने कुस्मा पर्वत